आज यी अपराधीहरू सत्ताको छायामा संरक्षित छन्। आज हाम्रा जलेका घरहरूले हामीले क्षतिपूर्ति पाएका छैनन् अनि हाम्रा नेताहरू शपथ ग्रहण खाएको 24 घण्टा बित्न नपाई हाम्रो सदस्य अध्यक्ष केपी शर्मा ओलीलाई समाउने बालेन्द्र सुदन एक हिसाब किताब नेकपा एमाले लिएर आएको छ। तिमीहरूसँग यसको हिसाब किताब हुन्छ, 1 हुन्छ, 2 हुन्छ, 3 हुन्छ। भारतले बाँधेको नाकाबन्दीका विरुद्ध केपी शर्मा ओलीज्यूले चाइनामा गएर व्यापार तथा पारवन सन्धि गरेको कारणले हाम्रो संविधान हामी आफै जारी गर्छौं भनेर आएका हस्तक्षेपलाई अस्वीकार गरेको कारणले चुच्चे नक्सा बनाएको कारणले लिपियाधुरा लिपुलेख र कालापानीलाई नेपालको भूभाग हो भनेर अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घमा दाबी गरेको कारणले संविधान संशोधनलाई मार्फत त्यसलाई सम्बोधन गरेका कारणले चाइना रसिया जस्ता मुलुकका राष्ट्रपतिहरूसँग एक खालको सौहार्द सम्बन्ध बनाएको कारणले भारतसँगका सीमाका विवादका सन्दर्भमा आफ्नो अडानलाई स्ट्रङली राखेको र मोदीलाई 2 पटक नेपालमा ल्याउन सक्ने नेता केपी शर्मा ओली मात्रै हो भन्ने कुरा संसारले बुझेका कारणले सी जिनपिङलाई नेपालमा ल्याउन सक्ने नेता केपी ओली मात्रै हुन् भन्ने कुरा बुझेका कारणले एमाले बिनाको नेपाल, केपी ओली बिनाको एमाले बनाउनु पर्छ भन्ने कुरा साम्राज्यवादीहरूले एउटा बन्द कोठाभित्र गरेको डिजाइनमा त्यसका खेताला गोठाला बालेन रवि र पछिल्लो पुस्ताका सुदन गुरुङहरू रहेका छन्, जसका लागि राज्यका संयन्त्र सेना प्रहरी र प्रशासनहरू प्रयोग गरिएको छ। अधिनायकवादको छाया यहाँ फिजाइएको छ, नङ्ग्रा फिजाइएको छ। प्रतिशोधका आक्रमणहरू यहाँ भएका छन्। राज्य विरुद्धको आतंक सिर्जना गरिएको छ। डिजिटल प्लेटफर्मलाई हाम्रो विरुद्ध भ्रम फिजाउने एउटा माध्यम बनाइएको छ। 2324 गतेको घटना नेपाल माथिको आक्रमण थियो। 2324 गतेको घटना डिस्कर्ड च्यानलको प्रयोग गर्नेदेखि लिएर हामी नेपाली बर्बरा फाउन्डेसन, अमेरिकन युथ काउन्सिल जस्ता साम्राज्यवादी देशका खेताला गोठालाहरू, टिओबी जस्ता सुदन गुरुङद्वारा परिचालित पंक्तिहरू प्रयोग गरेर नेपालमाथि हमला गरिएको थियो। त्यहाँ बम बनाउन सिकाइएको थियो, घर जलाउन सिकाइएको थियो, सिंह दरबार जलाएको थियो, सदन जलाएको थियो, सर्वोच्च अदालत जलाएको थियो, निजी उद्योग र कारखानाहरू जलाएका थिए, हाम्रा घरहरू जलाएका थिए। आज यी अपराधीहरू सत्ताको छायामा संरक्षित छन्। आज हाम्रा जलेका घरहरूले हामीले क्षतिपूर्ति पाएका छैनन् अनि हाम्रा नेताहरू शपथ ग्रहण खाएको 24 घण्टा बित्न नपाई हाम्रो सदस्य अध्यक्ष केपी शर्मा ओलीलाई समाउने बालेन्द्र सुदन एक हिसाब किताब नेकपा एमाले लिएर आएको छ। तिमीहरूसँग यसको हिसाब किताब हुन्छ, 1 हुन्छ, 2 हुन्छ, 3 हुन्छ। आज विष्णु पौडेललाई वाहियात आरोप लगाएर थुनेका छौ। हिजो मालपानीको 8 करोडको गाडी चढ्ने बालेन शाह अख्तियारबाट मालपानीलाई चोख्याउने अभियानमा लागेका छन्। हिजो दीपक भट्टसँग शेयर लिने सुदन गुरुङ आज ढुक्कसँग हिँडेको छ। समाचार सुन्दैछौँ बेपत्ता भयो अरे। बेपत्ता हुने कुकर्म गर्नेहरू स्वयं बेपत्ता हुनेवाला छन्। आज चुन्नु प्रसाद पौडेल र मालपानीहरूले दिएको बयानका आधारमा शशि पौडेलको नाममा भएको 35 बिघा रोपनी विष्णु पौडेलको हो भन्दै आज श्रीराम टोबाको भन्ने नेपालको सबैभन्दा युवाहरूलाई ध्वस्त पार्ने करेन्ट सुर्ती र करेन्ट गुर्खा उत्पादन गर्ने कम्पनीको 30 करोडको सेयर विष्णु पौडेलको दिएको भन्ने आधारमा भ्रम फिजाएर हाम्रा नेतामाथि प्रतिशोध साध्ने जुन काम भएको छ यसको हिसाब किताब हामी गर्नेछौँ। र यो जागरण अभियानमा यी तमाम कुरा पहिला नेता र कार्यकर्ताको पंक्तिलाई स्पष्ट पार्ने ढङ्गले हामी जानेछौँ, त्यस पछाडि जनतालाई स्पष्ट पार्ने ढङ्गले हामी जानेछौँ। प्रतिनिधि फिक्स भएको छैन, सभापति फिक्स भइसक्यो, प्रतिनिधि फिक्स भएको छैन, वरिष्ठ नेता फिक्स भइसक्यो। हिजो मासुभात भनेर हाम्रो कार्यकर्तालाई भन्ने मान्छेहरू अहिले मटन करी र राइस खाने अवस्थामा पुगेका छन्। हिजो झोले भनेर हामीले भन्नेहरू आज ब्याग बोक्ने हैसियतमा पुगेका छन्। र यिनका लोकतन्त्रप्रतिको प्रतिबद्धता, संविधानवाद प्रतिबद्धता, जनताप्रतिको हितको प्रतिबद्धता यो के हो भन्ने कुरा यो 100 दिनमा प्रकट भएको छ। हामी यो अभियान अन्तर्गत कार्यकर्ता पंक्तिलाई र जनतालाई स्पष्ट ढङ्गले व्याख्या गर्छौँ। नेकपा एमाले सही सिद्धान्त, सही विचार, सही नीति र सही कार्यक्रम बोकेर हिँडेको पार्टी हो भन्ने कुरा हामी जनताको बिचमा लैजान्छौँ।